नेपाली एक्टरहरूले पनि यतिको गर्न सकेका छन् भने है ए भनेपछि नेपालमा यतिको चलचित्र बन्द रहेछ केही न केही परिवर्तन त भएको छ देशमा हैन अझै यस्तै सबुतहरू जन्मिनुपर्छ यो देशको लागि तर एकदम राम्रो छ यो बलिदान फिल्म बलिदान 2 निस्कोस् भन्ने मलाई नराम्रो भने नि फेरि अहिले पछिल्लो समय सबैको आफ्नो आफ्नो इन्ट्रेस्ट हुन्छ हैन कसैलाई राम्रो कसैलाई नराम्रो तर मलाई एकदम बवाल लाग्यो मैले एक्सनमा चाहिँ अलिकति जुन चलिआएको एक्सनभन्दा फरक गर्न खोजे हो एक्सन फिल्म चल्न हुन्न क्यानभासको फिल्म चल्न हुन्न क्यानभासको फिल्म चाहिँ चल्यो यसले चाहिँ अलिकति राम्रो गर्यो भने अलिकति अरू फिल्महरूलाई चाहिँ असर गर्छ भन्ने हेतुले चाहिँ मान्छेहरू लागेको हो कि जसले चाहिँ दृष्टिकोण एकदमै नकारात्मक दृष्टिकोण राखेको छ यही फिल्डको यही मिडिया फिल्डको त्यो मान्छेहरूलाई चाहिँ मैले नोटिस गरेर राखेको छु नकारात्मक टिप्पणीहरू भएको छ यो चाहिँ प्लानिङ भएको छ मैले पुरै चाहिँ मैले त्यो रिसर्च गर्न लाउँदाखेरि पनि मैले त्यो सबै क्लुहरू मुहानहरू भेटिसकेको छु तर अहिले चाहिँ हामीले चाहिँ विवादमा आउने होइन किनभने चलचित्रलाई दर्शकहरूले मन पराउनु भएको छ त्यो कमेन्ट गर्नेलाई थुतेर चाहिँ हालिदिए त भयो नि साइबर ब्युरोमा कमेन्ट गर्ने त भेटाइन्छ होला नि त कमेन्ट गर्ने कहाँ हामीले चाहिँ कमेन्ट गर्ने हामीले त त्यसो भए त राम्रो राम्रो मात्रै कमेन्ट गरेर भन्थ्यो होला त त्यो नराम्रो कमेन्ट गर्न त्यो साइबर सेना लाएर उठाएर त्यसलाई गाड्दै भन्थ्यो होला नि त मैले त नेपालमा पनि साउथ इन्डियन मुभी जस्तो बनाउन सक्ने त भन्ने त मलाई कुन पार्ट चाहिँ मन पर्यो तपाईलाई मलाई सबै अब धेरैले चाहिँ अब टिका टिप्पणी गरिरहेका छन् अब यो चलचित्रमा कथावस्तु राम्रो छैन भनिरहेका छन् होइन यस्तो पनि हाम्रो देशले हाम्रो नेपाली एक्टरहरूले पनि यतिको गर्न सकेका छन् भन्ने है ए भनेपछि नेपालमा यतिको चलचित्र बन्द रहेछ एकदमै राम्रो लाग्यो सुरुदेखि नै तपाईले पछाडि लास्टसम्म एकदम राम्रोसँग हेर्नु भयो अब टिका टिप्पणी गर्न त नेपालीहरूको चलनै छ नि है केही न केही परिवर्तन त भएको छ देशमा हैन अझै यस्तै सबुतहरू जन्मिनुपर्छ यो देशको लागि तर एकदम राम्रो छ यो बलिदान फिल्म मलाई चाहिँ एकदम सुपर डुपर लाग्यो एकदम ठिकै छ सबै राम्रै छ सबै कलाकारहरूको भूमिका एकदम राम्रो छ मलाई चाहिँ एकदम मन पर्यो धेरैले त अब फेरि राम्रो छैन हामी भनौँ न विभिन्न टिका टिप्पणी गरिरहेका थियौँ क्या त्यो गर्नेले गर्छ तैपनि अब अहिले देशमा चाहिरहेको द्वन्द्व अहिले जुन भइरहेछन् जेन्दी आन्दोलनले पहिला जुन राजनीति भइरहेछ नि त त्यसको परिवर्तन सायद यसरी नै गर्नुपर्छ पहिला जे भइरहेछ त्यस्तै भइरहेछ कि धेरै राम्रो एकदम राम्रो छ सबैजना आउनुहोस् हेर्न आउनुहोस् होइन एकदम राम्रो छ फिल्म सबैजना यो 3 करोड जनताले हेर्नै पर्ने फिल्म हो यो एकदम राम्रो मलाई एकदम राम्रो यसले यो बुझायो कि हाम्रो देशको नेतालाई पनि अस्ति जेनजी आन्दोलन भन्दा अगाडि यसरी खुद्दै मार्दै गर्नु पर्यो त्यो बुझे मैले हेर्दिनु होला एकदम राम्रो सबैले हेर्दिनु होला राम्रो छ मुभी दामी लाग्यो फिल्म हजुरलाई कस्तो लाग्यो फिल्म कस्तो लाग्यो फिल्म हजुरलाई राम्रो छ के छ हिरो हिरोइनी के भन्नुहुन्छ एकदम सब एकदम राम्रो छ कस्तो लाग्यो फिल्म हजुरलाई ठिकै छ हो के कुरा मन पर्यो कस्तो लाग्यो राम्रो छ बवाल छ साउथलाई टक्कर दिने छ साउथ भन्दा बवाल छ है कस्तो लाग्यो राम्रो छ कस्तो लाग्यो एकदम बवाल कस्तो लाग्यो मात्र जेन्जीहरूलाई देखाउनु पर्छ कस्तो लाग्यो A1 दामी कस्तो लाग्यो फिल्म एकदम ठिक लाग्यो कस्तो लाग्यो फिल्म हजुरलाई के कुरा मन पर्यो एकदमै एक्सन एकदमै एकदम राम्रो कस्तो लाग्यो फिल्म राम्रो दिदी नमस्कार कस्तो लाग्यो हजुरलाई एकदम सुपर हिट एकदम राम्रो बलिदान 2 को पनि के भन्नुहुन्छ समीर भट्टलाई एकदम राम्रो म उहाँको एकदम राम्रो फ्यान हैन अहिले पनि फोटो खिच्न जान लाग्यो अहिले मान्छे भ्या छैन हैन तर अब छिटै बलिदान 2 निस्कोस् भन्ने मलाई नराम्रो भने नि फेरि अहिले पछिल्लो समय सबैको आफ्नो आफ्नो इन्ट्रेस्ट हुन्छ हैन कसैलाई राम्रो कसैलाई नराम्रो तर मलाई एकदम बवाल लाग्यो त्यो लास्टमा हुन्छ नि त्यो उठाको हैन महाकाली भन्ने हुन्छ नि एकदम राम्रो लाग्यो पार्ट 2 को वेटमा छु म थ्यांक यू
खतरा छ एकदम खतरा छ फिल्म सबैजनाले फिल्म हेर्नु होला किन सुरुदेखि अन्त्यसम्म एकदम खतरा छ प्रत्येक नेपालीहरूले यो दशैंको बेलामा यो गोल्डन चान्सलाई हजुरहरूले एकदम एकदम खतरा खतरा छ फिल्म के छ उहाँको एक्टिङ कस्तो लाग्यो फिल्म भाइ तपाईलाई मन पर्यो एकदमै सुरुदेखि अन्तिमसम्म हेर्नुभयो धेरैले त अब अल्छी लाग्यो के भने त्यस्तो छैन यो झुट हो हैन फिल्म जस्तो भने उहाँको एक्टिङ र एक्सन दामी दामी यस कस्तो लाग्यो फिल्म राम्रो छ राम्रो एकदमै दिनभरि थिएटरमा डुलेको छौँ क्या त्यहाँ हामी चाहिँ जब फिल्म सकिँदैन तबसम्म हामी चाहिँ सुरुदेखि अन्त्यसम्म बस्छौँ त्यहाँ दर्शकले सिटी पुग्ने हुटिङ दिने त्यो मल्टिप्लेक्समा त्यो किसिमको के अरे पर्फर्मेन्स मैले अहिलेसम्म देखेको थिएन भएको पनि थिएन तर बलिदानमा जुन किसिमको इन्ट्री छ हिरोहरूको जस्तो कि हाम्रो समीर भट्टले जुन तरिकाले चाहिँ काम गरेको छ उसको इन्ट्रोमा नै हुटिङ आउँछ होइन एक्सनको त कुरै नगरौँ अनि लास्टमा हाम्रो चलचित्र चाहिँ जब एन्डिङ हुन्छ त्यसपछि क्रेडिट रोल आउँदा जेलसम्म चाहिँ हाम्रो अडियन्स उठ्नुहुन्न क्या त्यो 3-4 मिनटसम्म पनि बस्नुहुन्छ भनेपछि कति चलचित्रले चाहिँ उहाँलाई बाँधेर राखेको छ भन्ने त प्रष्ट हुन्छ आम अडियन्सको एकदमै राम्रो रेस्पोन्स छ यो रेस्पोन्स देख्दाखेरि म एकदमै खुसी छु होइन म त एक्सपेरिमेन्ट गर्ने हो होइन त्यही हो मैले पहिला पनि एक्सपेरिमेन्ट गरे हो अहिले पनि मैले कन्टेन्टमा रहेर एक्सपेरिमेन्ट गरे हो देशको लागि र आमाको लागि होइन जस्तो कि एउटा चाहिँ युनिभर्सल होइन ट्रुथ एउटा देशको लागि एउटा योद्धाले एउटा छोराले आमा र देशको लागि के गर्न सक्छ त्यसको लागि चाहिँ मैले विषयवस्तु उठाउन खोजेको हो जुन चाहिँ मैले एक्सनमा चाहिँ अलिकति जुन चलिआएको एक्सनभन्दा फरक गर्न खोजे हो त्यो भएर चाहिँ एक्सन त्यसको सेटअप प्रेजेन्टेसन सबैमा मैले चाहिँ आफ्नो तरिकाले लार्जर देन लाइफ होइन मास इन्टरटेनिङ फिल्म बनाउन खोजेँ जुन चाहिँ म सफल भएको छु धेरै मान्छेले के भनेका थिए भने सन्तोष सेनको चुरीफुरी धेरै भयो अब यो फिल्म चाहिँ खासै चल्दैन भन्ने त्यो उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ होइन यस्तो हो अब हाम्रो हरेक कन्टेन्ट आउँदाखेरि अब त्यो अडियन्सले नै त्यसलाई चाहिँ अलि अपेक्षाका रूपमा लिएपछि त्यो अब भन्नुभयो के अरे होइन किन भन्दाखेरि अब मलाई चाहिँ अब अलिकति घेर्ने जुन परिपाटी छ नि त्यसले गर्दाखेरि पनि त्यस्तो नेगेटिभिटी अलिकति तुच्छ शब्दहरू युज गरेको हुनसक्छ होइन एक्सन त्यो लेभलमा छ यसको बिजिएम यसको सङ्गीत यसको चाहिँ क्यानभास यसको प्रेजेन्टेसन त्यो लेभलले मैले गरेँ तर चाहिँ मलाई थाहा छैन होइन कि अब यस्तो फिल्म चल्न हुन्न एक्सन फिल्म चल्न हुन्न क्यानभासको फिल्म चल्न हुन्न क्यानभासको फिल्म चाहिँ चल्यो यसले चाहिँ अलिकति राम्रो गर्यो भने अलिकति अरू फिल्महरूलाई चाहिँ असर गर्छ भन्ने हेतुले चाहिँ मान्छेहरू लागेको हो कि त्यो चाहिँ मैले बुझ्न सकेको छैन तर जसले चाहिँ दृष्टिकोण एकदमै नकारात्मक दृष्टिकोण राखेको छ यही फिल्डको यही मिडिया फिल्डको त्यो मान्छेहरूलाई चाहिँ मैले नोटिस गरेर राखेको छु यो कसको सुनिलजी जस्तो लाग्छ कि यो सन्तोष सेन कसको मैले लागेको हुन् कि या हो मेरै किनभने गत वर्ष पनि समीर भट्टको हाम्रो टिमकै विरुद्ध लाग्यो हो यो प्रमोसनल कन्टेन्टदेखि अस्ति तपाईँहरूले पनि विवाद देख्नुभयो होला त्यति बेला जब प्रमोसन हामी रिलिज भन्दा 1 महिना अगाडि यो नराम्रो छ यो झुर छ यो पात छ त भन्नुहुन्न कि उहाँले बरु हेर्नुहुन्न क्या यस्तो फिल्म हेर्ने भनेको यस्तै फिल्म मनपर्ने एक्सन फिल्म एउटा लार्जर देन लाइफ फिल्म मनपर्ने मान्छे हलमा जाने हो एउटा थ्रिलर एउटा चाहिँ हरर फिल्म हेर्ने मनपर्ने अरू फिल्म मन नपर्ने मान्छे यस्तो फिल्म हेर्न हलमा जानुहुन्न उहाँहरूलाई मन पनि पर्दैन त्यो भएर चाहिँ जति पनि यो डाइरेक्ट यो अलिकति चाहिँ यो नकारात्मक टिप्पणीहरू भएको छ यो चाहिँ प्लानिङ भएको छ मैले पुरै चाहिँ मैले त्यो रिसर्च गर्न लाउँदाखेरि पनि मैले त्यो सबै क्लुहरू मुहानहरू भेटिसकेको छु तर अहिले चाहिँ हामीले चाहिँ विवादमा आउने होइन किनभने चलचित्रलाई दर्शकहरूले मन पराउनु भएको छ हामी हिजोदेखि बिहानदेखि रातिसम्म अडियन्सको एक मान्छेलाई सोद्धाखेरि चाहिँ हामीले चाहिँ 75 रुपियाँ तपाईँहरूले पनि रिभ्यू लिन पऱ्यो क्या अडियन्सको रिभ्यू लिन पऱ्यो तपाईँहरू चाहिँ थिएटर जस्तो कि हामी यहाँ छौँ भनेर आउनुभन्दा पनि अरू जहाँ थिएटरमा जाँदा पनि निक्लिँदाखेरि तपाईँहरूले सोध्न पऱ्यो इन्डिभिजुअल दर्शकसँग कस्तो लाग्यो भनेर त्यहाँ दर्शकले चाहिँ त्यो
यो खत्तम रहेछ यो झुर रहेछ भन्नुहुन्न क्या। यतिको लेभल कहिल्यै बनेको थियो नेपाली फिल्म इन्डस्ट्रीमा, यतिको लेभल सोचेको पनि छैन र बनेको पनि छैन क्या। यो हेर, यो आम अडियन्स जति पनि भेट्नुभयो, जति पनि हामीसँग चाहिँ प्रतिक्रिया दिनुभयो, उहाँहरूले भन्नुभएको छ अब दर्शकहरूको माया हामीले पाइरहेछौँ। जताततै सोसल मिडियादेखि लिएर जति पनि फाइट गर्नुभएको छ, हाम्रो दर्शक फाइट गर्नुभएको छ। त्यो भएर चाहिँ आम अडियन्सलाई चाहिँ धन्यवाद भन्न चाहन्छु। तपाईँले जस्तो यति ठुलो लगानीमा बनाउनु भएको फिल्म हो होइन, यहाँ सबैको आफ्नो आफ्नो लगानी छ नि, जस्तो आफ्नो लगानी सेभ गर्ने भन्दा पनि अर्को कलाकारलाई सिद्धाउने भन्ने तरिकाले किन लाग्छ नि त? दर्शक पनि होइन रहेछ, फेरि तपाईँले भनेअनुसार दर्शक लाग्यो नि होइन रहेछ यहाँ त। होइन, दर्शक लागेको हो भने त दर्शक थिएटरमा दर्शकको एउटा गरेर तपाईँहरू आफै हलको ढोकामा बसेर सोध्न पऱ्यो कि 100 जनामा कतिजनालाई चाहिँ फिल्म मन पर्दैन होइन, के मन पर्दैन कि। त्यो भएर चाहिँ दर्शकलाई चाहिँ 100मा 100 मन परेको लाग्छ। जस्तो कि 100मा 10 जनालाई अलिकति केही चित्त नबुझ्न सक्छ, कसैको एक्टिङ मन नपर्न सक्छ, कसैकोलाई मेरो प्रस्तुति मन नपर्न सक्छ, कसैलाई मैले कथा जुन नन लिनियरमा भनेको जुन सिक्वेन्सहरू मन नपर्न सक्छ। त्यो कुरा त आफ्नो ठाउँमा छ, तर त्यो जुन तरिकाले लागेको त्यस्तो चाहिँ कदापि हुँदैन। तर चाहिँ कस्तो हुन्छ भन्दा आफ्नो लगानी केही पनि हुँदैन। त्यो भएर चाहिँ जस्तो कि अब जस्तो कि मैले केही रेस्पोन्स दिएन भने त्यो लेखिदिए भयो होइन। हामी सबैलाई इन्डिभिजुअल चाहिँ रेस्पोन्स गर्दै हामी म्यासेज हेर्दै त बसिँदैन। त्यो भएर चाहिँ एउटा इन्डस्ट्रीको भलो चिताउने हो भने सबैको कामलाई चाहिँ हामीले स्वीकार्न आवश्यक छ। यो कुन जनरको फिल्म हो त्यो पनि हामीले मध्यनजर गर्न जरुरी छ। यस्ता फिल्म बनाउने मान्छे होइन भनेर यस्ता फिल्म होइन भन्न मिल्दैन। किन भन्दाखेरि चाहिँ अरू जुनसुकै इन्डस्ट्रीमा यस्ता फिल्महरू भयङ्कर चलेको र भयङ्कर सपोर्ट गरेको त्यहाँको फिल्मी कर्मीले नै सपोर्ट गरेको अवस्था छ। अब यहाँ मान्छेहरूले यस्तो फिल्म बनाउँदैनन्, त्यो भएपछि यस्तो फिल्मलाई कसरी हुन्छ, खैरो खन्न पर्छ। यस्तो एक्सन फिल्म, यस्तो चाहिँ अलिकति लार्जर देन लाइफ फिल्म चाहिँ चल्न हुन्न भन्ने खाले धारणा चाहिँ केही मान्छेहरूमा रहेछ। त्यो चाहिँ अब त त्यागेर चाहिँ सबै कलालाई चाहिँ सम्मान गरौँ होइन। यो पनि आर्ट हो, त्यो पनि आर्ट हो। सबै आर्टलाई सम्मान गरेर हामीले चाहिँ अडियन्स, अहिले हामीले यस्तो विषम परिस्थितिमा पनि हामीले किन फिल्म चलाउन थाल्यौँ? अहिले हलमा अडियन्सहरू त आउनु भएको छ, हामीले त रिस्क लिया हो नि त। यो अहिले चल्यो भने त पछाडिका फिल्महरूलाई त माहौल एउटा क्रिएट गर्ने हो नि त। यति बेला त हामीले पहिलोचोटि चाहिँ हलमा आउँदैछौँ भनेपछि त सबैले सपोर्ट गर्नुपर्ने हो। यहाँ त यो फिल्म चल्यो भने बर्बाद हुन्छ भन्ने जस्तो गरेर पुरा चाहिँ वरिपरिबाट लाएर चाहिँ अलिकति चाहिँ त्यो चाहिँ मलाई रमाइलो लागेन। भोलि हाम्रो पनि पालो आउँछ होइन, हामी पनि छौँ होइन, हामीमा पनि त्योभन्दा बढी इनर्जी छ होइन। आफ्नो आफ्नो पालोमा त आफूले दिने हो। तर म चाहिँ एकदमै आर्ट र कलाको लागि हो, नेपाली चलचित्र क्षेत्र जुनसुकै फिल्ड यो कला क्षेत्रलाई माया गर्ने, जोसुकैलाई पनि समान व्यवहार गर्ने मेरो धारणा छ। त्यही भएर मलाई चाहिँ अलिकति त्यो एग्रेसिभ र एकदम त्यो नकारात्मक तरिकाले जाने चाहिँ नबनाइदिनु भन्नु म अनुरोध गर्छु। तपाईँले नै साइबर सेना लगाउनु भयो अरे अहिले पनि, अनि केही पत्रकारहरू लेखे स्ट्याटस, हाम्रो स्ट्याटसमा समेत साइबर सेना लगाएर कमेन्ट गर्न लगाए सन्तोष सेनले भनिरहनु भएको छ। हो तपाईँले त्यही कुरा कतिचोटि गर्ने त्यो साइबर सेना भन्ने त्यो कमेन्ट गर्नेलाई थुतेर चाहिँ हालिदिए त भयो नि साइबर ब्युरोमा। कमेन्ट गर्ने त भेटाइन्छ होला नि त, कमेन्ट गर्ने कहाँ हामीले चाहिँ कमेन्ट गर्ने? हामीले त त्यसो भए त राम्रो मात्रै कमेन्ट गरेर भन्थ्यो होला त। त्यो नराम्रो कमेन्ट गर्न त्यो साइबर सेना लाएर उठाएर त्यसलाई गाड्दै भन्थ्यो होला नि त। भने त त्यस्तो त्यो वाहियात कुरा गरेर त्यो समय बर्बाद गर्न हुँदैन क्या। साइबर सेना युज गर्ने मान्छेले यो कतिचोटि मैले प्रमाणित गर्नुपर्ने होइन। यो केही हाम्रै यहाँका चाहिँ यो विद्वानहरूले चाहिँ आरोप लगाइदिए मलाई, त्यसले गर्दाखेरि जसले पनि अट्याक भइरहेको छ। अट्याक भोलि हामी गर्छौँ नि त। फेरि भोलि अहिले पो मेरो फिल्म रिलिज छ त, म त 5 वर्षसम्म मेरो फिल्म आउँदैन। यो त फेरि प्रतिशोध भएको हो नि त भाइ। उनीहरूले मलाई गरे, म पनि उनीहरूलाई मैले अहिलेसम्म गरेँ छैन। तर अहिले मलाई कोले चाहिँ मलाई चाहिँ त्यो के अरे यसलाई चाहिँ यो सकाउन पऱ्यो भनेर जुन हात धोएर लागेको छ नि, त्यसलाई त मैले फुल त दिँदिनँ नि त। फुल दिएर मैले त्यसलाई स्वागत त गर्दैन। हो त्यो हो कि कुरा। तपाईँको राम्रो चलचित्र छ भने कसैले सक्छु भनेर सकिँदैन, सकिँदैन। अहिले दर्शकहरू देख्नुभयो होइन, दर्शकको माया, दर्शक हाम्रो भगवान् हो। तपाईँको एकपछि अर्को हाम्रो सो हाउसफुल छ, जताततै हाउसफुल छ, बिजनेस पनि राम्रो छ। अब यो दसैँको माहौल छ, एउटा विषम परिस्थिति, एउटा देश रोइरहेको बेलामा पनि एउटा बलिदान भन्ने फिल्मलाई चाहिँ हेर्न अडियन्स आइदिनु भएको छ। त्यो भनेको अब हामीले ठप्प हाम्रो व्यवसाय चलचित्र थिएटर रोकेर राख्न त सक्दैनौँ। कसै न कसैले त रिस्क लिन पर्यो, जुन चाहिँ हामीले लियौँ। त्यो भएर चाहिँ अहिले चाहिँ बिस्तारै चाहिँ फ्लो बढ्दैछ, अडियन्सले चाहिँ साथ दिँदै हुनुहुन्छ। भोलि पछाडिका चलचित्रकर्मीहरूलाई त, चलचित्र रिलिज गर्ने चलचित्रहरूलाई त फाइदाको कुरा। त्यो भएर पहिलो सुरुवातको चलचित्र चल्यो भने त झन् फाइदाको कुरा। त्यो भएर चाहिँ यो हामीले सकारात्मक रूपमा लिनुपर्छ क्या। सबैजना यो चल्न हुन्न, यो विभिन्न टिका टिप्पणीहरू जुन गर्छन् त्यो चाहिँ
साँच्चीकै त हानिकारक छ। ओके ल, तपाईँले पत्रकारलाई मात्र दोष दिनुहुन्छ कि या अन्य कलाकारहरू पनि लागेका छन् या 3वटा चलचित्र लागेका छ, 3वटा चलचित्र कलाकारहरू छन् कि छैन? यो अहिले तपाईँमाथि आक्रामक रूपमा लाग्नुमा यिनीहरू र कुनै चलचित्रलाई म दोष दिन पनि चाहँदैन, पत्रकार मित्रहरूलाई पनि दोष दिन चाहँदैन। केही पत्रकार मित्रहरू चाहिँ उहाँहरूले पनि अब उहाँहरूको फिल्म पनि हेरे हो, उहाँहरूले गर्ने त्यो समीक्षा पनि हेरे हो, भोलि उहाँहरूको चाहिँ भोलि कस्ता कस्ता फिल्मलाई चाहिँ कस्तो रियाक्ट गर्नुहुन्छ त्यो पनि हेरिन्छ होला के अरे होइन। अब विभिन्न त एड दिँदैमा चाहिँ राम्रो लेख्ने, एडै नभयो भने चाहिँ नराम्रो लेख्ने भने त इथिक्स त राम्रो होइन नि त। यसपालि तपाईँले विज्ञापन नदिएर यो खालको खोइ अब त्यो त मलाई थाहा छैन। विज्ञापन दिने त समय पनि भएन, विज्ञापन दिने अब कहिले दिइन्छ कहिले दिइँदैन, कहिले सिचुएसनको कुरा हुन्छ कि। अब त विज्ञापन दिए राम्रो भयङ्कर भन्ने, विज्ञापन नदिए चाहिँ झुर भन्ने, त्यो त पब्लिकलाई त त्यो भ्रममा राख्न त भएन नि त। जे हो त्यही भन्न पऱ्यो कि भन्न भएन क्या। विज्ञापन आयो राम्रो, झुर फिल्ममा पनि बवाल भन्ने, विज्ञापन आएन भने एउटा दर्शकले चाहिँ वाह गरेको फिल्मलाई पनि भएन, झुर भयो, राम्रो भएन भन्ने यो जुन मेन्टालिटी छ नि, त्यो भनेको दर्शकलाई भ्रममा पार्ने हो, इन्डस्ट्रीलाई कहिले पनि अगाडि बढाउँदैन र दर्शकको जुन मनोविज्ञानमा असर परिरहेछ नि, यो भनेको ओभरअल इन्डस्ट्रीलाई नै असर गर्ने हो, यसले चाहिँ राम्रो गर्दैन। के भन्नुहुन्छ जो माथि तपाईँमाथि जो लागिरहनु भएको छ उहाँलाई के भन्नुहुन्छ? होइन, म हेर्छु, कतिसम्म गर्छौ गर, अनि म हेर्छु भन्छु, त्यति भन्दा केही भन्दैन। थ्याङ्क यू।